नमस्कार दर्शकबिन, आजको भिडियो बिल्ड नम्बर कसरी एक्टिभ गर्ने अथवा अन गर्ने नबिर्सिकन यो भिडियोलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला अनि साथमा नोटिफिकेसन अल अन गरिदिनु होला ताकि आगामी मेरो भिडियोको लागिलाई तपाईहरुले चाहिँ आफ्नो मोबाइलमा नोटिफिकेसन पाउनुहुन्छ सबभन्दा पहिला। हस् त अब मोबाइलको स्क्रिनतिर जाउँ है। Samsung Galaxy A32 मा बिल्ड नम्बर चाहिँ कसरी एक्टिभ गर्ने हो आज म देखाउन गइरहेको छु यो भिडियोमा। ल त अब सुरु गरौँ है त। सबभन्दा पहिला तपाईले आफ्नो मोबाइल खोल्नु होला, स्क्रोल गरेर यो तल डाउन गर्नु होला माथिबाट, अनि यहाँ कुनामा चाहिँ माथिको कुनामा चाहिँ सेटिङ छ है, सेटिङलाई अन गर्नुस्। खोलिसकेपछि स्क्रोल गर्दै तल जानु होला अनि अबाउट फोनमा क्लिक गर्नुस्। अनि अबाउट फोनमा क्लिक गरिसकेपछि तपाईको सफ्टवेयर यो सफ्टवेयर इन्फर्मेसनमा चाहिँ क्लिक गर्नुस् है। मैले क्लिक गरे। क्लिक गरिसकेपछि यहाँ छ बिल्ड नम्बर। यो बिल्ड नम्बरलाई चाहिँ तपाईले चाहिँ 7 चोटी क्लिक गर्नुपर्ने अवस्था हुन्छ अनि त्यसपछि बल्ल गएर एक्टिभ हुन्छ। एक्टिभ भन्नाले कस्तो हुन्छ भनेपछि तपाईको एउटा डेभलपर अप्सन भन्ने चाहिँ एउटा सिस्टम हुन्छ, त्यो चाहिँ तपाईको मोबाइलमा आएर बस्छ। सेटिङको स्क्रोल अप गरेपछि तल आएर बसेको हुन्छ डेभलपर अप्सन। अब मैले बिल्ड नम्बरमा चाहिँ क्लिक गर्न गइरहेको छु है। 7 चोटीसम्म क्लिक गर्नुपर्छ, त्यसपछि बल्ल एक्टिभ हुन्छ। 1 2 3 4 5 6 7 गरिसकेपछि नो निड डेभलपर मोड हैज बीन अलरेडी बीन एनेबल भनेर भनेको छ। किनभने मेरो मोबाइलमा चाहिँ मैले अलरेडी बिल्ड नम्बर चाहिँ मैले एक्टिभ गरिसकेपछि डेभलपर अप्सन अन भइसकेको थियो। अनि यो डेभलपर अप्सन अन भइसकेपछि तपाईको मोबाइलमा नयाँ अपडेटहरु, नयाँ सिस्टमहरु तपाईले पाउनुहुन्छ आफ्नो मोबाइलमा।